आज मिति 2081 चाहिँ 12 महिना 11 गतेका दिन मधुपुर नगरपालिका राजापुरका साथीहरू स्टिक एन्ड स्टोन तालिममा हामी चाहिँ यो सहभागी हुँदै गर्दा आज यसो बर्दिया राष्ट्रिय निकुञ्ज अर्थात् नेपालको ठुलो बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्छ, जसको स्थापना 2045 सालमा भएको हो विस्तृत रूपमा र यसको क्षेत्रफल 968 किलोमिटर छ। विशेष गरी यो पाटेबाघ र एकसिङे गैंडा र हात्ती र घिर्सिने जनावरका लागि प्रसिद्ध छ, जस्तै गोही, घडियाल गोही र अर्को गोही र चाहिँ अजिङ्गरका लागि अन्य पशु पक्षीहरू पाइन्छन्। र अहिले हामीले चाहिँ मृगहरू देख्यौँ, मयूरहरू देख्यौँ, वनभाले पनि मान्छेहरू देख्नुभयो, अरू देख्न पाएका छैनौँ। हस्त नमस्कार। सत्य सर के भन्नु छ? नमस्कार। के छ भन्नु छ सर? आज खुसी लाग्यो। हामीले हेर्न खोजेको 4वटा बाघमध्ये 2टा मात्र बाघ देख्न सफल भयो। हाम्रो यो टोलीलाई धेरै धेरै धन्यवाद। उहाँले 4वटा देख्नुभयो, 3टा रुखमा एउटा भुइँमा देख्नुभयो रे। खुसीको कुरो हाम्रो गाइड गरिराख्नु पर्छ। मलाई चाहिँ धन्यवाद किनभने उहाँले भरपुर प्रयास गरेर हामीलाई ठुलो अवसर प्रदान गर्नुभयो। ल गलाउने पानी पनि हाल्नुपर्ने स्थिति आयो। धन्यवाद। अब हामी चाहिँ यो जनावर देख्न त भाग्यको कुरा पनि हुन्छ। विशेष गरी अब हाम्रो गाइड सरले चाहिँ प्रयास चाहिँ गरिराख्नु भएको छ। भेट हुनु नहुनु अब अवसरको कुरा पनि लिन सकिन्छ। यसबारेमा केही भन्नुहुन्छ भाइ? गाइड भाइ के भन्नु छ? के छ? केही छैन। के छ? बाघ प्रयास जारी छ। ल हाम्रो गाइड भाइले पनि जारी छ भन्नुभएको छ। बाघ खोजी कार्य जारी छ। जारी छ। हराएको त होइन, हामी हेर्ने हो फेरि। हिजोका बाघले आजका बाघलाई भगाइदिए, हिजो बेलुकाका बाघले। ल थ्याङ्क यू।